यो प्रचलित र लोकप्रिय सामाजिक सञ्जालका प्लेटफर्महरू सबैजसो विदेशी कम्पनीद्वारा सञ्चालित भएकोले हामीलाई आवश्यक विवरण प्राप्त गर्न र नेपालमा तिनीहरूका प्लेटफर्म कसैको पनि छैन र बाहिरबाट हाम्रो नेटवर्क छैन। हामी खासमा चाहिँ कुरा धेरै राम्रा कुरा गरेका छौँ बाहिर पब्लिकली, तर कानुनमा हामीले त्यसको व्यवस्था गरेका छैनौँ। त्यसकारणले यो फेसबुक इन्स्टाग्रामबाट डिटेल प्राप्त गर्नको लागि हामीलाई यो चाहिँ व्यक्तिगत सम्बन्धको आधारमा गरेका छन् हाम्रो प्रहरी कर्मचारीहरू। यिनले 20 देखि 25 दिनसम्मको समय लाग्छ। सामान्य किसिमका जस्तो हरासमेन्ट भए, बुलिङ भए, सेक्सटोर्सन भए, सेक्सिङ भए, ब्ल्याकमेलिङको हकमा चाहिँ युजर डिटेल चाहिँ मोटामोटी 1 हप्तासम्म प्राप्त हुन्छ। जहाँसम्म यो जुन माइनरहरूको मिसिङको कुरा छ, सुसाइडको कुरा छ, त्यसमा चाहिँ हामीलाई टेन्टेटिभली 24 घण्टाभित्र सूचना दिएको पाइन्छ। अन्य केसमा चाहिँ 1 हप्ता दिन चाहिँ न्यूनतमले लगाइदिन्छन्। त्यसकारण पनि हामीलाई थोरै टाइम, हामीसँग सोसल मिडियाको प्लेटफर्म नेपालमै नभएको हुनाले थोरै टाइम लाग्ने नै हुन्छ यो अनुसन्धान गर्नलाई। हाम्रो पकडमा भएर होइन यो।